दरबार हत्याकाण्डमा बाबुराम भट्टराईलाई नाकमा खुर्सानी हालेर सोध्ने भने दरबार हत्याकाण्ड पत्ता लाग्छ बाबुराम भट्टराईलाई। बुझ्नुभयो? त्यो पालो आउँदैछ, हामी जस्ता मान्छे आउन्, यिनीहरूको खैरियत छैन। अहिले रवि लामिछानेलाई निकालेर रवि लामिछानेको नेतृत्वमा जम्मै जाउँ। बाबुराम भट्टराईको बाउको देश हो यो, बाबुराम भट्टराईका बाउले बनाइदिएको देश हो यो। मलाई अलिकति देश दुखेपछि मलाई बोल्न आउँछ क्या, कोही कोहीलाई त लेख्न आउँदो रहेछ। देश जोगाउँ र यो देश जोगाउने कुरामा मैले भने त उता खरीको रुखमा लगाएर मलाई 1000 पल्ट झुन्याउनुहोस्, मलाई 1000 पल्ट थुन्नुहोस्, म थुनिन तयार छु। म सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई, जसरी आज नेपाली कांग्रेस हैन दाइ बीपी आउनुभयो, शेरचन दाइहरू आउनुभयो, त्यसरी नै सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई, जस्तो केशरबहादुर विष्ट भयो, जस्तो राजेन्द्र लिङ्गदेन दाइहरू पनि आउँदाखेरि हुन्छ, तर अस्ति चैत 15 गतेको जस्तो धोका दिनु भएन हैन। अरू छन्, नेपाली कांग्रेस भित्रै छन्, एमाले भित्रै छन्, माओवादी भित्रै छन्, जो राष्ट्रवादी शक्ति छन्। माओवादीको लडाइँ हेर्नु न, यस्तो छ, देशको कति पार्टीमा लडाइँ छ, यिनले देश चलाउँछन्। यिनको बुद्धि एमाले भित्र त्यस्तै छ, देश गइसक्यो, लडाइँ सुरु भइरहेछ, अनि यिनले के देश चलाउँछ? त्यसले गर्दाखेरि सम्पूर्ण व्यापारी, व्यवसायी, उद्योगी, सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई गोलबद्ध भएर मङ्सिर 7 गते व्यवस्था परिवर्तन, संविधान परिवर्तन, व्यवस्था परिवर्तनको अभियानमा साथ दिनु होला। र अर्को कुरा, हामीले आन्दोलन त आह्वान गरिसकेका छ र हाम्रो आन्दोलनमा एउटा प्लान छ यिनीहरूको कि दुर्गाप्रसादलाई मार्नु पर्यो। चैत 15 गते नै मार्न खोजेको थियो, अहिले पनि कि दुर्गाप्रसादलाई मार्नु पर्यो, होइन भने घरमा आगो लगाएर या तोडफोड गरेर, अब त अन्त त छैन, सरकारी त जम्मै आगो लगाइहाले हैन, घुसपेट गरेर दुर्गाप्रसादलाई थुन्न सकियो भन्ने छ। त्यसले गर्दाखेरि हाम्रो आन्दोलन अति शान्तिपूर्ण, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म महेन्द्र राजमार्गदेखि लिएर नाका सबै बन्द। कमसे कम यो आन्दोलन, यो व्यवस्था परिवर्तन नभइन्जेलसम्म देश जोगाउने उसमा आज नालापानी किल्लामा जसरी चेलीबेटीहरू हिजो हाम्रा पुर्खाहरू सुत्केरी जिउ लिएर लडेका थिए, त्यसरी नै आज यो देश जोगाउने बेलामा भोकभोकै लड्नुपर्ने छ। यो व्यवस्था परिवर्तन नगरिन्जेलसम्म कसैले पनि बाटो नछोड्नु होला, कसैले पनि काठमाडौँ उपत्यकाका मान्छेहरूले सटर बन्द गरिदिनु होला, दोकान बन्द गरिदिनु होला। हामी एकदम विनम्र तरिकाले अनुरोध गर्दैछौँ, किनभने हिजो 16% को ब्याज थियो, मेरै लडाइँले तपाईहरू व्यापारीहरूको आज 7% मा आएको छ। भोलि यो व्यवस्था परिवर्तन भयो भने तपाईहरूलाई 5% मा पैसा दिलाउने काम दुर्गाप्रसादले गर्छ, दुर्गाप्रसादले गर्छ। त्यसले गर्दाखेरि तपाईहरूको साथ सहयोगको अपेक्षा गर्दै तपाईहरूलाई यो भिडियो हेर्नुहोस्। यो भिडियोले के दर्शाउँछ र त्यहाँ गएर निश्चल खरेल भन्नेले हरियो भेष लगाएको छ, त्यसको तपाईको त्यो तल लिंक पनि राखिदिएको छ, गएर हेर्नु होला। र यो राम्रोसँगले नेपाली जनता, विश्वभर छरिएर रहेका नेपाली र सम्पूर्णलाई बुझाइदिनु होला भन्दै बिदा लिएँ। नमस्ते।